यहाँ खासै भिडियो हाल्नु अलर्ट त छैन, त्यही पनि हामी अब लुकी भइरहेको छौँ, गाडी खान सक्छौँ। यहाँ पनि गुफा छ है, सिधा गुफा हो यहाँ चाहिँ। देख्न सक्नुहुन्छ यहाँ एकदम साँझो छ, यहाँ एकदम साँझो छ। यो चाहिँ देवघाटको सीता गुफा भनेर चिनिन्छ। सीता गुफा भन्ने ठाउँ हो है, देवघाटमा पर्छ यो चाहिँ। पवित्र धार्मिक स्थल हो एउटा, पवित्र एउटा धार्मिक स्थल हो जहाँ एकदम बचेर हिँड्नु है साथीहरू। एकदम साँघुरो छ यो ठाउँ, देख्न सक्नुहुन्छ, एकदम साँघुरो छ। उता पछाडिपट्टि पुरै नदी भेल छ पछाडिपट्टि, एकदम साँघुरो छ। फाइनली यहाँबाट फोटो खिच्न मन रहेछ भन्ने सीता भाषीको ठाउँमा चिनिन्छ हो। आमा चाहिँ पहिलेदेखि बस्नुहुन्छ, त्यहाँ बस्नुहुन्छ, तर आमा एकदम रुड हुनुहुन्छ, यहाँ गाली गर्नुहुन्छ लास्ट यहाँनिर गरेको पनि एकदम शान्त तरिकाले। यहाँ पनि यहाँबाट उता चाहिँ मेडिसिन हानेको देख्नु भयो भने गाली गर्न सक्नुहुन्छ। एकदमै रुड हुनुहुन्छ उहाँ चाहिँ। अघि नै गाली खाइसक्यौँ हामीले। सीता भाषीको ठाउँ है यो चाहिँ। पुरै होली छिरिरहेको छ, एकदम ब्युटिफुल छ है। अलिक पछाडि देवघाटको पवित्र स्थान, एकदम पवित्र स्थान, एकदम इतिहास रचिएको स्थान, इतिहासको धार्मिक स्थल छौँ। पोखराहरू मन्दिरहरू देखेर नखर त्यस्तो नबोल्नु, त्यस्तो केही नभन आउँदैन कि। अलि मिसको माउ आयो नि अनि ल गयो म जान्छु त्यही पख नगर, त्यस्तो तल नगर। अब चाहिँ भाग्यो भागे ग्याङ बोला। यहाँ चाहिँ आउँदाखेरि एकदम बचेर हिँड्नु होला है। भर्याङहरूमा एकदम साँघुरो छ, ढुङ्गाहरू पनि छ यहाँ। मेरो प्राचीन कालमा सीता माता के हो यो अगर ध्यान कस्तो बुझेको अर्गर ध्यान हुनुभएको गुफा अरे यो सीता गुफा। यो चाहिँ माथिको है टप तल दामी छ है। हाम्रो दाजुभाइहरू पनि गर्ने छन् है। नगर्नु नजिस्का नजिस्का हुल छ यहाँ नजिस्का। त्यसरी त्यहाँ बस्ने गर्छन् त्यहाँ यस्तरी। गुरुको स्टडी चाहिँ ध्यान बसेको ठाउँ यहाँबाट है।